कुरकुरे मोमो यानि केएफसी मोमो फ्राई बनाउँदैछु। हेर्नुहोस्, मोमोको लागि तपाईँले सबैभन्दा पहिला मैदा र कर्नफ्लोरलाई बराबर मात्रामा लिनुपर्छ। अनि तपाईँले नुन हाल्नु पऱ्यो, नमक हाल्नु पऱ्यो। नमक र तपाईँले चिली फ्लेक्सले चाहिँ तपाईँलाई फ्लेभर पनि दिन्छ र अलिकति टेस्ट, नुन खोर्सानीले चाहिँ टेस्ट पनि हल्का आउँछ। त्यसले गर्दा यसरी मजाले मिलाएर तपाईँले यसलाई मजाले मिलायो। त्यहाँदेखि तपाईँले पानी हालेर मजाले फिट्नु पऱ्यो, तपाईँ मजाले फिट्यो हेर्नुहोस्, मजाले फिटेर यस्तो तपाईँले फिटेपछि यसले चाहिँ बेन्डिङ हुनुपर्छ। तपाईँ हेर्नुहोस्, देख्नु मजाले फिटेपछि तपाईँले यसलाई मोमोलाई डिप गर्ने। तपाईँले मोमो क्रिप्सीको लागि चाहिँ तपाईँले कर्नफ्लेक्स पनि लिनु सक्नुहुन्छ या ब्रेड क्रम्ब पनि लिनु सक्नुहुन्छ। यसरी बेटरमा डिप गरेर यसरी हेर्नुहोस्, कर्नफ्लेक्स या तपाईँलाई भनिहालेँ मैले ब्रेड क्रम्बमा पनि तपाईँले युज गर्न सक्नुहुन्छ। तपाईँकोमा जे छ त्यसमै हाल्नुहोस्। यसरी मेरोमा चाहिँ अहिले कर्नफ्लेक्समा यसरी बनाउँदैछु र यसरी मजाले हेर्नुहोस्, मजाले यसरी बनाएर चाहिँ तपाईँले यसलाई फ्राई गर्नु सक्नुहुन्छ। यसरी फ्राई गर्नुहुन्छ। फ्राई चाहिँ तपाईँले डिप गर्दाखेरि चाहिँ हल्का आगोमा धिमी आँचमा चाहिँ डिप गर्नुपर्छ। त्यसले कुरकुरापन आउँछ। हेर्नुहोस्, हेर्दाखेरि कति मजाको खाउँ लाग्दो कुरकुरापन है। केएफसी स्टाइल हो यो चाहिँ। केएफसी चिकन फ्राईहरू पनि तपाईँले यसरी नै गर्नु सक्नुहुन्छ।